नेपाली ब्रोले गरे आफ्नै श्रीमतीको हत्या। बालाजुबाट पक्राउ, बाटो छेकेरै गरेका रहेछन् यसरी खुकुरी प्रहार। मेरो मान्छे लाएर पनि बारम्बार मेरो मान्छे लाएर पनि मेरो मान्छे धेरै छन् यस्ता मान्छे तिमीलाई मारेर सकेरै छोड्छु भनेछ ल हाम्रो शाखा सन्तानलाई छोरालाई मारेर छोड्छु भनेछ उले धेरै धेरै भनेछ यसलाई मार मेरो छोरा हो भन्दा को भन्दै मेरो छोरा हो भन्दा आफ्नो छोराको सुपारी दिने अरूलाई मार भनेर त्यो प्रमाण हामीसँग छ। अनि त्यो आफ्नो छोरा बुढीलाई मार्छ भने हामीले भोलि जान सुरक्षा कसले दिने। नेपाली ब्रो नामले चिनिने टिकटकर कुमार थापा मगरले पत्नी ईश्वरी भुजेलको हत्या गरेका छन्। स्थानीयका अनुसार घर फर्कने क्रममा नेपाली ब्रोले श्रीमतीलाई बाटो छेकेर खुकुरी प्रहार गरेको जानकारी प्राप्त भएको छ। यो घटना हिजो राति 10 बजेको हो। शुक्रबार बेलुकी तारकेश्वर नगरपालिका स्थित लोलाङ पैउटारमा घटना भएको हो। उपचारका क्रममा त्रिवी शिक्षण अस्पताल महाराजगंजमा ईश्वरीको निधन भएको हो। नेपाली ब्रो भनिने कुमार आफूलाई रेसलर र फाइटरका रूपमा पनि चिनाउने गर्छन्। ईश्वरी सैनिक सेवामा थिइन्। शुक्रबार बेलुकी ईश्वरी कामबाट फर्किने समय मिलाएर कुमार बाटो ढोकेर बसेका थिए। स्थानीयका अनुसार ईश्वरी घर छिर्ने बाटो प्रवेश गर्ने लाग्दा उनले खुकुरी प्रहार गरेका थिए। घटनास्थलमा खुकुरी भेटिएको स्थानीयले बताएका छन्। घटना घटनासाथ प्रत्यक्षदर्शीले तत्कालै स्थानीय तारकेश्वर अस्पताल लगेका थिए। अत्याधिक रक्तस्राव भएपछि थप उपचारका निम्ति शिक्षण अस्पताल लगिएको हो। त्यहाँको इमर्जेन्सी वार्डमा उपचारका क्रममा चिकित्सकले मृत घोषित गरेका हुन्। कुमारलाई शुक्रबार राति बालाजुबाट पक्राउ गरिएको प्रहरीले बताएको छ। उनी जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा छन्। कुमार र ईश्वरी 42 वर्षका थिए। यति बेला ईश्वरीका परिवार प्रहरी वृत्त बालाजुमा जाहेरी दर्ताका लागि गएका छन्। यो बालाजु प्रहरी वृत्त बाहिरको दृश्य हामीले जस्ताको तस्तै देखाइरहेका छौं।